हेर्नु गाइस कति डिपमा आएको छ हामी एकदम डिपको जग्गा छ यस्तो यस्तो जग्गा यो परको जग्गामा बोटिङ चलिरहेको छ अहिले त बोटिङ दिनभरिमा चलेको थियो अहिले त रात परेको समय भयो अहिले त बोटिङ गर्नु स्टप भइसकेको छ यहाँ यति रमणीय जग्गा छ कि यति रमणीय जग्गा छ कि यो जग्गामा स्वर्गको महसुस गर्नुहुन्छ तपाईँहरू स्वर्ग पुगे जस्तो अनुभूति हुन्छ तपाईँहरू हामीहरू सबै साथीहरू पिकनिक गर्न धेरै ग्रुपमा छौँ यस्तो ब्रिज छ हेर्नु यो ब्रिजमाथि बसेर यो यस्तो शीतल छाया मौसम रमाइलो पाखा हरियाली ज्यादा पाखा हेर्नु यो पहाडले के भन्छ यो पहाड हेर्नुहोस् यस्तो दामी ठाउँ छ यो पहाड हेर्नुहोस् यस्तो दामी ठाउँ छ बिचमा हेर्नुहोस् नदी छ योभन्दा अरू के नै चाहियो तपाईँहरूलाई यति रमाइलो ठाउँमा आइपुग्दाखेरि यति आनन्द महसुस लागिरहेछ कि यति आनन्द छ कि यस्तो गर्वको महसुस भइरहेको छ बहुत मलाई धेरै आनन्द आइरहेको छ यो ठाउँमा आउँदाखेरि हेर्नुहोस् यस्तो ठाउँमा अवलोकन गरिरहेको छु म त हेर्नुहोस् यो आफ्नै ठाउँ जस्तो लाग्छ आफ्नै गाउँ पहाड पाखा हरियाली झरना खोला नाला नदी इत्यादिमा बसोबास गरेर रमाउजा आइरहेको हुँदाखेरि आज बहुत खुसीको महसुस भइरहेको छ धेरै खुसीको महसुस भइरहेको छ हामीहरू धेरै टिमहरू छौँ 30-35 जना मेरो साथीहरू सँगै काम गर्ने मालिकको फ्यामिली इष्टमित्रहरू सबैजना इन्डियाको ठाउँमा आएर मैले परदेशी जीवन भए तापनि धेरै खुसीको महसुस गरिरहेको छु यही नै मलाई एकदम आनन्द लागिरहेको छ बहुत मलाई धेरै खुसियाली धेरै लागिरहेको छ यस्तो ठाउँमा आएर रमाउन पाइरहेको छु एकदम ठिक छ यो ठाउँ झर्ना पाखा हरियाली यो पहाड यो झर्ना हेर्नुहोस् कति रमाइलो कति ठाउँ यो ब्रिज यो हेर्नु माथि हेर्नु यस्तो ब्रिज छ यो नै हो स्वर्गको आनन्द भन्ने पाइरहेको छ धन्यवाद जय नेपाल।